हेलो गाइज, वेलकम ब्याक टु द च्यानल। तपाईँलाई मेरो भ्लगमा फेरि पनि स्वागत छ। अनि कति धेरै पछि मात्र भ्लग स्टार्ट गरेको छु हैन। अनि अहिले चाहिँ थोरै पानी परेर अनि रोकिएको छ, त्यही भएर अहिले चाहिँ हामी बन्द लाग्यो। किनभने आज साउन स्टार्ट भएको आज 1 गते हो। अनि त्यही भएर आज चाहिँ त्यो के अरे लुतो सुतो फाल्छ भन्छ नि, हो त्यस्तो गर्नुपर्छ अरे। अब जान्ने हो को हो अब खोइ को बहिनीहरू चाहिँ सबै जान लाग्यो अरे हैन। सो गाइस अब चाहिँ हामी बनतिर आइसक्यौँ अनि उनीहरू चाहिँ वहाँ पुगिसक्यो हैन। अनि यो चाहिँ वन हो यार, यताबाट खोज्दै गएर उतातिरबाट त्यो काँडा जस्तो उ गर्नुपर्छ। अहिले म देखाउँछु त्यो, अनि देखाउने हो। ल ल ल भलाए होइन, भलाए अर्को हुन्छ। भलाए पनि म देखाउँछु तपाईँहरूलाई। अनि यसको चाहिँ कपाल म काटिदिनु होइन, यसले फेरि बजार गएर तालु हानेर आएछ क्या। तिमीहरू माथिबाट खोज्दै जाऊ, हामी तलबाट। माछा पर्यो बेलुकालाई अचार ठुलै माछा पारेछ नि हार्नाले। यहाँ चाहिँ थोरै यो के अरे पानी परेर यहाँ चिप्लो छ क्या, त्यही भएर हो। अब भलाए चाहिँ यतातिर भन्दैन, अहिले उतातिर पाउला हो होइन। हामी चाहिँ वनमा आइसक्यौँ। वन चाहिँ त्यस्तो बेसी घना पनि छैन, त्यस्तो बेसी त्यो खुल्ला पनि छैन। मलाई चाहिँ एकदम हेर्नुपर्ने हुन्छ। अलिक ठिकठिकैको पनि छ गाइस। के ठिकठिकै छ? वन पनि अलिक ठिकठिकैको हो, तर बाँदर आउँछ र को दिगदार लाग्छ गाइस। बाँड्दा बना होइन त हैन, आज त के रे शान्ति त्यता जाने यता मात्र आज चाहिँ ब्यागले टोक्छ क्या गाइजहरू। यता चाहिँ लुटोपुटो खेल्ने दिन। के खेल्ने दिन? लुटोपुटो खेल्ने दिन। हामी के लिन आएर दाइ? के लिन आएर? कुकुर डाइनो। आज चाहिँ हामी कुकुर डाइनो लिन आएको यो वनतिर। अस्ति नै चाहिँ हामीले लोकपाथी मासतिर वनमा, आज पनि त्यही वनमा बादर धपान आउँदाखेरि हामीले पनि देखेको थियौँ। कता देखेको थियौँ? हामीले देखेको चाहिँ अझै उतातिर है। हामी चाहिँ अलि यतै नै छौँ वनको सुरुवातमै। ल हेर्नु गाइज, यस्तो यस्तो च्याउहरू पाइरहेको हुन्छ। यस्तो यस्तो च्याउ चाहिँ त्यो थाहै नभइकन खानु हुँदैन है। यस्तो यस्तो च्याउ छुनु मेरो हात त पोलेर तेल लाउँदैन नभए भने। हो र, यस्तो वनहरूमा पाउने च्याउहरू चाहिँ अलि बिसादै हुन्छ अरे क्या। हाम्रो पहिलाको मान्छेले त अहिले चिन्छ होइन, अनि उ गरेर खान्छन्। तर हामी अहिले कसलाई चाहिँ थाहा हुँदैन क्या त्यति। सो अहिले यसो नै खोजिन जाउँ। अहिले पाएपछि तपाईँहरूलाई देखाउँछु है त। ल गाइस अब चाहिँ हामीले पाइसकेको छौँ कुकुर डाइनो। दुईटा पाइसकेको छौँ, एउटा उता बहिनीहरूले पनि पाएर होइन। यो चाहिँ यस्तो खाले हुन्छ क्या, यस्तो खाले हुन्छ, यस्तो खाले हुन्छ। यो चाहिँ अलि छुट्टै खाले हो हुने चाहिँ यो हो। अनि यसमा चाहिँ थोरै काँडाहरू हुन्छ, यो देखिरह होला। यसलाई चाहिँ त्यही भएर टिप्दाखेरि अलिक केयरफुल भएर टिप्नुपर्छ, किनभने यसको चाहिँ काँडा हुन्छ क्या। आथा यस्तो काँडाहरू हुन्छ। यस्तो काँडाहरू भएपछि चाहिँ थोरै दिक्कत हुन्छ क्या, अप्ठ्यारो हुन्छ क्या टिप्नलाई। तर आउच यहाँ चाहिँ दुईवटा आठा लामखुट्टेले टोक्यो यार गाइस। खै कस्तो हो तिमीहरूले कस्तो पायो? त्यो टिप्न त नि यो पायो होइन। सबैलाई भाग पुग्छ। लाँदा गाली समा यहीँ चाहिँ लड लास नि फेरि। ल ल सामान छैन यसको कलिलो कणक। टिप हो ए यहाँनिर रहेछ। यहाँ पनि पायो है गाइज अर्को। यहाँ चाहिँ ठुल्ठुलो रहेछ है, यस्तो हुन्छ। ल यता यसले चाहिँ टिप्ने रे, काँडाले घोच्ला नि।
बुझ्दैन यस्ता काँडाले यो चाहिँ फेरि डन हो ए बबाल हो नि यो त भाँच्यो नि हुन्छ भाँच्न सक्दैन उखाल भाँचिदिइहाल्छ के सबैलाई टिप न सबैलाई टिप एकैचोटि हुन्छ उखाल्न भाँच्न सक्दैनस् यसले चाहिँ अब यहाँ भाँच्ने भनिरह कसरी सक्छ छोड ला ए तेरिकामा एउटा छ अब गर्नुलाई आया आया यहाँ त गई काँडाले घोप्यो यहाँनिर चाहिँ अच्छा काँडाले घोर्छ प्लस त्यो उखाल यस्तो पाउँछ क्या इजी हुन्छ घना जङ्गलमा चाहिँ इजी पाउँछ गइजो चाहिँ उखाल है खोइ यार लिँदैन त एकछिनै गइस कलुवाको नाटक सो गाइस अब चाहिँ हामीले सबै टिपेर रेडी गरिसक्यौँ अब भलायो बाँकी छ भलायो चाहिँ ऊ त्यहाँनिर छ भलायो चाहिँ ऊ त्यो हो छोरै ठिममा तेरो टाउको ऊ त्यो है नछिक हो योवाला हो अब त्यहाँ जाऊँ के हुन्छ कसो हुन्छ माग्नुपर्छ यो लग्न नानी हामी भलायो लिएर आउँछौँ कालेरमा तँ किन जाने ऊ त्यो ऊ त्यही म जान्छु टिप्नु उछलिन्छ भने त्यो अनि भइहाल्यो रे आजकल त्यहाँ राखौँ भने सो अब चाहिँ त्यो टिप्नु पर्ने हुन्छ होइन टिप्न जाने छौँ कहाँ जान्छस् भोलाइ टिप्न तल अब चाहिँ भुलायो तेरो कोपर्नीको घर होइन होइन कुन चिनाइदियो नि त फलेको हो गाइस कसले टिप्छ दाइले लाइन लुलु अब चाहिँ म चाहिँ माइकमा बोलिरहेको छु सो गाइस अब चाहिँ यहाँ कोही पनि रहेछ अब हामी घर फर्किनेवाला छौँ घर फर्किन्छ अँधेरा लाटा टिपेर जाने अनि घर फर्किन्छ जा त मात्र तर गाइस यो टिप्न चाहिँ एकदमै रिस्की छ होइन किन यो चाहिँ लस्टी उछ्रिन्छ भन्छ डर लागिरह जा तर यहाँ काँडा गाइस यहाँ सिउँडी पनि रहेछ यो सिउँडी पनि छ यो अब कसरी टिप्ने हो तल एउटा आइडिया अनि भन्न त नि एकराम भाटा ल्याउने अनि करम्ती उ गर्ने भाँडा दिने गुहार गुहार पार्दिने त्यत्रो लामो कहिले गरिरहने बरु भाइ म टिप्दिन्छु होइन त मेरो कारमा चढ्न त ल है कुरिलो कुरिलो अर्को त्यही अघि हामीले टिपेर लगाइन्छ अनि हाम्रो चाहिँ पोपट भयो क्या गाइज होइन हाम्रो चाहिँ पोपट भयो क्या गाइज के अरे अघि हामीले लिएर आएको थियौँ नि त्यो काँडा जस्तो हो त्यो चाहिँ कुरेला अरे भलायो चाहिँ के अरे कुकुर डाइना चाहिँ अर्को हुन्छ अरे लरावाला अनि त्यो चाहिँ अब के हो कसो थाहा छैन के गर्ने त्यो चाहे मम्मीलाई भनौँ के हो अनि अब लाइ चढ सेतो टी सर्टमा अरे बापरे कितना भारी अरे भाई साहब ओ गाइज चिप्लो पनि छ ल
ल ल ल A few moments later. यो त समात्नु छिटो आउच मासले त टिप्न आँटो अनि माछाले माथि जाऊँ बहिनीहरू पर्खिरह पातहरू नझारे हामीलाई कतिवटा चाहिन्छ अरे 10-10 होइन हामीलाई 10-10 भने पुग्दैन होला है नपुगेकोलाई जा भन्ने कि त त्यस्तो नाइन्साफी गर्नु हुँदैन तर के हुन्छ जाऊँ जतिवटा भागमा पुग्छ एउटा एउटा बाँध्नु अघि काले यहाँ चढेर चाहिँ यस्तो दुखिरहने टी सर्टै फोहोर बनाइदिएको छु अब तपाईँको गाइज अब चाहिँ हाम्रो सबै कुरा रेडी भइसक्यो होइन त्यहाँनिर के अरे हामीले अगल्टो पनि तयार गरिसक्यौँ यहाँनिर हेर्न सक्नुहुन्छ अनि हाम्रो यस चलनमा चाहिँ के अरे त्यो यो अगल्टोहरू के अरे के अनि त्यो रोगहरूको नाम लिएर अनि अगल्टो फाल्ने चलन छ यो चलनलाई चाहिँ लुतो पुतो भनिन्छ के अरे साउने सङ्क्रान्ति पनि भनिन्छ यो चाहिँ साउनको 1 गते मनाइन्छ होइन सो अहिलेलाई यति नै एकछिनपछि अब यो फालेपछि देखाउँला डेङ्गु सबैलाई जाय पारी गाउँले झाडी पुगे क्या हो